लडे यार म त कर्णा नदी तल छ होइन मेरो बेबी। हेलो वेलकम ब्याक टु माई न्यू ब्लग। एप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। ल साथीहरूमा चलिदिनु पर्ने हुन्छ होइन, त्यही हो। सबै चाहिँ छोड साउन्ड आउँछ होला, डोन्ट माइन्ड है त। अलि क्यामेराको ब्यालेन्स चाहिँ मिलाउनु पर्ला जस्तो छ केटा हो। खासमा यति हुनुपर्ने है चलिदिएको ल। हो कहाँ लाग्यो बेच्नुलाई? माथि बजारतिर। वा ल सही है। ऊ यो बाटो साइकल झर्छ, यो पुलको बाटो छ नि, यो बाटो झर्छ होला होइन साइकल? कहाँ च्वाट्ट चुट्छ कि भन्ने टेन्सन भएको म। नभए त म यस्तो चढाइदिन्थेँ यार। चुट्दियो भने फेरि ल्याङ हुन्छ भनेर हो क्या, सबैले हेर्दैथ्यो। राखम यस्तो छ है बिहानको भ्यू, ठ्याक्क चढ्छ कि हेरौँ है त। अब त बिस्तारै पनि चढ्ला नि यार, साउन्ड चाहिँ आइदिएन। यसलाई बेला बेला सर्भिसिङ, यस्तो साउन्ड आउँदैन क्या। अहिले यो बायाँ हातको ब्रेक, यो चाहिँ पछाडिको ब्रेक हो क्या, यो चाहिँ अलिक राम्रो छैन अगाडिको जस्तो। अगाडिको त बेस ठिक्क लाग्छ ब्रेक। हाइट उकालो छ नि त गाइस। ढुङ्गा हेर न, मेरो साइकलको त टायर चाहिँ यहाँ टु टायर जान्छ होला यार। नयाँ गरेर चलाउनु पर्छ। म चाहिँ यताबाट यता चलिदिनु पर्छ छु तल। अब चाहिँ यताबाट झर्ने ठाउँ छ होइन। ल चढिदिउँ न मा, के हो र। ल हिँड्नु ए भने जस्तो ब्रेक पो लाग्दैन, टेन्सन भयो यार। हाइड्रोलिक ब्रेक हालेको हाल्न त मेरो साइकलको हालत त खत्तम हुन्छ होला है यसो चलायो भने। बाइकको केटा हो यार, हेर्नु पर आएको। म चाहिँ यता गइदिनुपर्छ। म चाहिँ यतिमा राख्नुपर्ने हुन्छ होइन। यहाँबाट बाटो यस्तो छ, कहाँनिर छ अप्ठ्यारो ठाउँमा झर्छु नि त है केटा। अलिक सिट चाहिँ होटल कस्तो भ्यू त हामी देखेर है ठ्याङ 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 हुन्छ त यार। त सकै चल्दैन कि पहिलो कुरा त। यसको सकलाई चाहिँ अलि अच्छा से बनाउनु पर्छ। ल हेर्नु ल चल रफ्तार यही नै। हेर्नु ब्रेकै लाग्दैन क्या मा। यहाँ चाहिँ जान्छ केटा हो। ब्रेकै ठिक छैन भने मेरो साइकल के भएको? ब्रेक त्यस्तै हो कि अरू? छ्या यहाँ त धान्नै सकिँदैन केटा हो। यस्तो भयो भने यार हेर्नु पछाडिको ब्रेकै धान्छ राम्रो रहेछ। यस्तो केटा हो थट। लडे यार म त।
यहीँनिर अलिकति मिस्टेक लियो यो फेरि है। उता नावाबाट होइन केटाहरू ओइ भन्नु सही हो। ल यहाँनिर मुजी ब्रेकै लाग्दैन नि। यो मुजी माटो मात्र रहेछ क्या, यहाँ चिप्लिँदो रहेछ, आफै तल झर्ने रहेछ यार। मेरो साइकलको हेर्न यस्तो यस्तो जाँदो रहेछ क्या टायर। अब यस्तोमा के चलाउनु। ल केटा ओ चोट लाग्यो यार। सक र होइन हेर्नु ब्रेक कस्तो कराउँछ छट। सिधै कर्णाली म त अहिले चल्थी राखेँ त्यहाँबाट माथि चढ्यो। हुन त मलाई केही हुन्थेन तर पनि ब्रेकै लाग्यो। ब्रेकै नलागेर त ठेस हेर्नु भर्खरै लडेर आयो। ल हट यस्तो छ है कर्णालीको भ्यू चाहिँ। साइकल पनि यहाँ छ, यहाँ चोट लाग्यो अहिले त एक्कासी धेरै लडे होइन, अलिकति चिप्ले मात्र हो होइन। तल माटो साटो रहेछ अनि त्यहीँ चिप्लिहाल्यो होइन। ऊ तल चाहिँ दाइहरू टक्क उ त्यहाँ जालसाल फाल्दैछ, टक्क नाउसँग हान्दैछ। कसो माटोले मात्र मान्छे मात्र हिँड्ने बनाएको कि साइकलले हिँड्ने बाटो रहेनछ। हजुर भइहाल्छ अलिअलि त ठास ठुस त भइहाल्छ। कहाँ घर खेलकेडा कहाँ जानु लाग्यो? नाम के हो? यहाँ आउनु यहाँ। नाम के हो दाइको? हो कहाँनिर अनि घर? त्यहाँनिर यार पुलको ऊ त्यो मान्छे केटा गयो नि, माटो मात्र राखेर रहेछ, पछाडिको टायर तल गइदिइराख्यो। ल फाइनल्ली घर पुगिसक्यो केटा हो। खोइ आऊ त तल आऊ अनि बाबा खोज्दै आएको तिमी? अनि कहाँ गएर आएको तिमी साइकल लिएर? पिङखेल जाने होइन नि छोरी, पिङखेल जाने है। ल पछि जाने मम्मी र मेरो यहाँ क्रस भयो। छोरी चाहिँ बाबालाई खोजाइ गर्थ्यो अरे, अनि त्यही भएर चाहिँ बाबा आइसक्यो है। छोरी आयो कि नै? आयो बाबा। अब राति तिमी सुतिसकेपछि आउँछ। अब तिमी नुनु गरेपछि मात्र आउँछु। ल ल राति म चाहिँ उता पारि पुगेर आइसक्यो। आज हुन्छ बुढी चाहिँ उता माथि छ। पारि जाने दही ल्याउने हो। कहाँ पाउँछ दही? भैँसी पालेको छ पारि? कसको भैँसी?
बाबालाई माया गरेर छिटो अनि बाबा जान्छ अलि भएन क्या भिडियो कस्तो लाग्छ सबैले हेरेर प्रतिक्रिया दिनु होला लाइक कमेन्ट गर्न नबिर्सिनु होला हामी बाबा बाई बाई गर छोरी बाई